मलाई त्यो नेता देखेँ कि मलाई त्यो झुन करेन्ट लाग्छ दिमागमा। अनि त्यो नेता आउँदा यसलाई हटाएर सेक्युरिटी हटाएर हात मिलाउनु जान्छ नि। त्यस्तो फोहोरी हातसँग हात मिलाउनु भन्दा भाइ त्यो गरिब मान्छे हात मिलाऊ, ती मान्छे के मिलाउनु जसले लुटिया बाहेक केही छैन, गन्दगी बाहेक केही छैन, फोहोर बाहेक केही छैन। फोटो खिच्नु भने खिच्ने मान्छेसँग चाहिँ फोटो खिच्नु छैन। अलिक कडै भयो क्या होइन, खिच्ने मान्छेले फोटो खिच्नु छैन। साला जो देशका धमिराहरूसँग फोटो हाल्छन्, ओहो आज म फलानुसँग नखिच भाइ, त्यो तस्विरमा त्यो सुहाउँदैन। तिम्रो साइडमा उभिन लायक होइन त्यो मान्छे। किनभने नेता भनेको देशको हुनु पऱ्यो कि पार्टीको होइन। शासक भनेको जनताको हुनु पऱ्यो, शासक होइन, ऊ गार्जेन हो। दुबई, कतार, मलेसिया यस्तो देशमा जान्छु नि म आँखाबाट आँसु आउँछ। ती नेपाली देख्छु, अनि म ती नेपालीमा म त्यो रावण जस्तो अनुहार भएको सबै नेता देख्छु, ती प्रशासक देख्छु, अनि मलाई रिस उठ्छ। मलाई उहाँहरूले केही पनि गर्नुभएको छैन। तर यसको मतलब मलाई केही गरेको छैन अथवा मलाई ठिक छु, म ठिक छु, मेरो सबै कन्डिसन ठिक छ भन्दा म मन खुसी भएर बस्नु त होइन नि। ती सबै पनि त मान्छे हो नि, हामी सबै मानव एउटै हो नि। मलाई पर्सनली हामी बोल्दै गर्दा निखिल उप्रेतीलाई, रमेश उप्रेतीलाई खासै केही छैन। तर म त स्वार्थी भएँ नि, देख्दै गर्दा देखेको कुरा पनि नबोल्ने। कि त म कातर भएँ कि त म स्वार्थी भएँ। म दुवै होइन, म कातर पनि होइन, स्वार्थी पनि होइन, म बोल्छु। मेरो लागि बोले होइन है। फेरि ती मान्छे